यस्तो भयो सो हेलो एभ्रिवान, फेरि पनि तपाईँहरू सबैजनालाई स्वागत छ। टाइटल देखेर थाहा भइसक्यो होला आजको भिडियो चाहिँ के हुनेछ भन्दाखेरि होइन। सो हामी चाहिँ यहाँ जाँदैछौँ, आमा छोरा एकदम खुसी भएर मालबजार जाँदैछु है हस्पिटल। अनि यहाँ चाहिँ मैले नानीलाई सिकाउँदै थिएँ हेलो गर्नु, हाई गर्नु भनेर। अन्त उसले चाहिँ त्यस्तै त्यस्तै गरिरहेको थियो। अनि यहाँ आमा छोरा मजाले जिस्किँदै जिस्किँदै गइराखेको थियो। अन्त हामी चाहिँ बसमा जाँदैछु, ठिकै बस पनि पाएँ नि त। अनि बसमा जाँदा जाँदा चाहिँ टक्क लागेर चाहिँ हस्पिटल पनि पुग्यो है। यहाँ पुग्नुभन्दा चाहिँ एउटा सानो घटना घटेको थियो है मसँग। अन्त यहाँ चाहिँ मैले नानीलाई अगाडि खेल्नेहरू किनिदिएँ, किनकि मान्दैन भनेर, तङ गर्छ भनेर। अनि यहाँ चाहिँ नानीको एक्सरे गर्दैछु है। अन्त के को भन्दाखेरि चाहिँ नोजको। अनि ऊ सानो हुँदाखेरि चाहिँ लडेको थियो नि त, बामी सर्ने हुँदाखेरि पलङबाट। सो त्यतिखेरदेखिको लिएर चाहिँ अहिलेसम्म ब्लिडिङ भइबस्छ नि त उसको नोजबाट चाहिँ। अन्त सो त्यही भनेर चाहिँ नाकको हड्डीहरू केही भयो कि भनेर चाहिँ अनि मैले लगेको। अन्त सोमबारेमा लगेको थिएँ। अन्त त्यहाँ त्यहाँ चाहिँ डक्टरले भन्यो मालबजार लानु एक्सरेहरू गर्नु भनेर। अन्त सो त्यही भनेर चाहिँ मैले यहाँ मालबजार लिएर आएको। अन्त यहाँ चाहिँ झन् नानी तङ गर्ने छैन र मात्रै ढुक्कै छ हो। अन्त गर्नु दिन्छ कामहरू होइन, यसरी फकाउँदै ओर्दै गर्नुपर्छ नानीहरूलाई, किनकि अब उनीहरू सेन्सिटिभ हुन्छ। सो त्यही भनेर अन्त यहाँ हेर्नुहोस् न, चुप्पो लागेर बसिरहेको छु। मैले चाहिँ के भनिरहेको थिएँ, अहिले पेप्सी दिन्छु यो दिन्छु भनेर। अनि माइन्ड पनि एकदमै मेरो दिमाग खराब भइरहेको थियो, त्यो सानो घटना घटेको थियो मसँग। अन्त यहाँ हेर्नुहोस् न नानी कस्तो ह्याप्पी भइरहेछ। अनि उसको चाहिँ सक्यो। अन्त सकेर चाहिँ भोक भोक लागेर चाहिँ अन्त यहाँ आयो मोमो खानुको लागि। अन्त मोमो खाँदाखेरि चाहिँ यहाँ दोकानमा चाहिँ मलाई एउटा चिज चाहिँ साह्रै मन पर्यो। यहाँ वालमा हेर्नुहोस् न कस्तो दामी दामी लेखेको छ हो। हेर्नुहोस् त कस्तो दामी दामी है। अनि मैले चाहिँ यहाँ क्याप्चर गर्दै थियो। अनि यहाँ खाना खाइओरेर चाहिँ हामी गयो सिधै पार्कमा। अन्त माइन्ड अलिकति फ्रेस होस् भनेर, नानी पनि घुम्नुहुन्छ भनेर चाहिँ यहाँ आयो। अन्त के भयो भन्दाखेरि चाहिँ होइन मसँग, अनि त्यहाँ एक्सरे गर्नु जानुभन्दा अगाडि चाहिँ अन्त एउटा स्कुटी आयो है। आएर चाहिँ बहिनी भन्नु, हजुर भने मैले पनि सिधै। अन्त अनि भन्दाखेरि चाहिँ तिम्रो हस्बेन्ड कहाँ छ अरे। मैले सिधै भने मेरो हस्बेन्ड बाहिर काम गर्नु गएको छ भनेर। अन्त के गर्नु आएको अरे, नानीलाई एक्सरे गर्नु आएको, हस्पिटल लिएर आएको भने मैले। अनि त्यो मान्छेले भने अन्त ए अरे, फेरि त्यही कुरा रिपिट गरेँ। अनि मैले पनि हजुर भने। अन्त मनमा लाग्यो अन्त मेरो हस्बेन्डको साथी हो कि ना चिना जाने होला, त्यही भनेर चाहिँ मसँग बोलेको होला भनेर म पनि राम्रैसँगले बोलिदिएँ। अन्त उसले चाहिँ के भन्यो भने मलाई 81 घुम्नु जाने मसँग अरे। अनि मैले भने तपाईँको दिमाग खराब भएको छ, म ना चिन्छु ना जान्छु,